बालेन र हर्क मध्येमा हर्क मेयरजी बस्ने कोठाको कार्पेट भन्नुस् गलैँचा छ भने गलैँचा त्यो खिएको हुनुपर्छ। मान्छेहरूले टेक्दा टेक्दा खिएको चाहिँ नि हुनुपर्छ। तर मैले सुनेको, म त अब गइन पनि जान्न पनि होइन, मैले सुनेको अलिकति पनि उहाँको रुममा मैले सुनेको कतै त्यो कार्पेट पनि नयाँ छ एकदमै, त्यो भने के जनताको चाहिँ पहुँचै छैन। त्यस्तो व्यक्ति चाहिँदैन के। हेर्नुहोस् भनेपछि अहिलेको परिस्थितिमा बालेन र हर्क मध्ये हर्क नै ठिकको मान्छे हो होइन? मलाई त ठिक लाग्छ उहाँ, किनभने उहाँलाई मलाई लाग्छ अहिले पनि गयो भने 1 मिनटमा भेट्न सकिन्छ, उहाँसँग चाहिँ संवाद गर्न सकिन्छ, अन्तर्क्रिया गर्न सकिन्छ। त्यस्तो केही पऱ्यो भने अहिले फोन गरे भने फोनै उठाउनुहुन्छ हो त। अब नेता चाहिएको त्यस्तो हो के। हेर्नुहोस् मैले भने अब उहाँलाई खोइ अब जस्तो सुकै जे चाहिँ नि पहिरन लाएर पनि बस्नुहुन्छ होइन। अब उहाँ तपाईँले भन्नु बालेनजीको अब हेर्नुहोस् त, बापरे त्यो देख्न पनि कालो सिसा भएको गाडीमा, महँगो गाडीमा, गाडीबाट ठ्याक्क झर्दा पनि एउटाले गेट खोलिदिनु पर्ने, अनि गेट खोलेपछि गन्तव्य